आज के भयो भनेदेखि नि म इनड्राइभमा गइरहेको थिएँ अनि इनड्राइभको भाइले मलाई पक्क के सोध्यो भनेदेखि नि दिदी तामाङनीहरू त छिटो पट्टिन्छन् रे है भनेर भनिदियो के म तामाङनी भनिसकेपछि उसले अनि त्यसपछि के भनौँ भयो कि मलाई अनि म त चुप्प लाएर बसेँ किन होला त दिदी भनेर फेरि ऊ आफैले सोधेँ कि अनि मैले स्वतन्त्रता अलि ज्यादा भएर होला भाइ हाम्रोमा हुन्छ नि केटा छान्न पाइन्छ बिहे गरेर गइसकेपछि बाबाआमाले हुन्छ नि अब त जा घर गरेर खाए होइन नखाए पनि फर्केर नआए चाहिँ भन्दैन हाम्रोमा जस्तै बिहे गरेर गइसकेपछि पनि फर्केर पनि आउन पाउने चलन छ क्या हाम्रोमा भन्न भने मैले अनि त्यसपछि कुरा गर्दै गइसकेपछि मैले अन्तिममा भने पनि उनलाई के अरे भाइ अनि कतिजना तामाङनीहरू पट्याउ त भन्नु भने अनि त्यसपछि उसले चाहिँ नि छैन नि दिदी मैले त भन्नु भने कि अनि त्यसपछि उसले बुझ्यो होला नि त कति कुरा अनि मैले उसलाई बुझाएँ क्या अब तामाङनीहरू छिटो पट्टिन्छन् भन्ने चाहिँ भाइलाई थाहा रहेछ होइन हाम्रो तामाङनीहरूको धेरै कुराहरू छन् जस्तै कि बिहे गर्दाखेरि हाम्रो सिन्दुर हाल्ने चलन हुँदैन है होइन अनि भलै कतिवटा ठाउँहरूमा चाहिँ हुँदो रहेछ नि हाम्रोतिर चाहिँ छैन हाम्रोतिर चाहिँ सिन्दुर हाल्ने चलन छैन है यसमा चाहिँ म के भन्छु भनेदेखि कतिपय ठाउँमा छ कतिपय दिदीबहिनीहरूले अहिले चाहिँ मतलब हुन्छ नि सौन्दर्यको लागि सायद युज गर्नुहुन्छ होला त्यो छुट्टै कुरा भने कतिपय ठाउँमा चाहिँ सिन्दुर हाल्ने चलन छ अरे है हाम्रोमा चाहिँ छैन अनि यो कुरा चाहिँ म के भन्छु नि हिन्दूहरूबाट अलिकति प्रभावित भएर लगाउनु भयो कि सिन्दुर लाउने चलन भएको कि जस्तो लाग्छ होइन अब हाम्रोमा चाहिँ छैन फेरि यो सिन्दुर लगाउने चलन फेरि म के भन्छु भने कुनै पनि कुराको सुरुवात भइसकेपछि त्यसको अन्त्य पनि हुन्छ होला होइन सिन्दुर बिहेमा लगाइसकेपछि मेरो विचारमा श्रीमानको कदम कदाचित आफूभन्दा अगाडि मृत्यु भयो भने सिन्दुर पुस्ने चलन पनि त हुनु पर्यो फेरि होइन छ होला के हो होइन त्यो थाहा भएन अब हिन्दूहरूको 7 जन्मसँग रिलेट गरेर अनेक कुराहरू छ भने हामी तामाङहरूको 7 जन्मसँग रिलेट कुराहरू हुँदैन है अनि बिहे गर्दाखेरि कहाँ हाम्रो 7 फनको लगाउने चलनहरू छ त छैन नि है हाम्रोतिर चाहिँ छैन तपाईँहरूकोतिर के छ है भन्नु होला अनि अर्को कुरा चाहिँ हामी तामाङनीहरूको कतिपय दिदीबहिनीहरूले बिहे गरेर गइसकेपछि मुक्तानले योन्जनसँग बिहे गरेर गइसकेपछि नामको पछाडि योन्जन लेखेको दिदीबहिनीहरू पनि देखाएको छु कि मैले तर हजुरहरूलाई भन्नुपर्दाखेरि चाहिँ तामाङनीहरूले त्यसरी नामको पछाडि हुन्छ नि आफू कहिले पनि आफ्नो थर चेन्ज हुँदैन म मुक्तान हो भने म जोसँग जसरी बिहे गरेर पाए पनि मेरो चाहिँ नामको पछाडि श्रीमानको थर चाहिँ झुन्डिँदैन किनकि म मुक्तान जन्मेको हो म मुक्तानै मर्छु है यो फेरि केसँग जोडेर आउँछ त भनेदेखि हुन त तपाईँलाई थाहा होला होइन कतिपय मेरो फेसबुकमा मेरो टिकटकमा चाहिँ कतिजना चाहिँ तामाङ बाहेक अरू समुदायको पनि भएको हुनाले पनि भने हो मैले यो चाहिँ के अरे हामीहरूको चाहिँ कन्यादान भन्ने हुँदैन है हाम्रोमा कन्यादान भन्ने हुँदैन कन्यादान भनेको त मारे पाप पाले पुण्य भनेर होइन यताउता पानी सानी खाइवरी दिने चलन रहेछ नि त होइन ज्वाइँको जिम्मा लगाउने चलन रहेछ होइन यता हाम्रोमा चाहिँ बिहेमा त्यो हुँदैन हाम्रोमा चाहिँ त्यसरी कन्यादान भन्ने कुरा हुँदैन त्यो हुनाले हाम्रो अन्तिमसम्म पनि भनौँ न मरिसकेपछि फर्स्ट लास्ट छुने माइतीले नछुइकन अरूले छुट्न पाइँदैन लास्ट है त्यसकारण पनि 7 समुद्र पारी बिहे गरेर पुगे पनि कुनै न कुनै हाम्रो तामाङनी दिदीबहिनीहरूले माइती समातेको तपाईँहरूले देख्नुभयो होला होइन माइती समात्छन् क्या भन्नुको मतलब 7 समुद्र पारीबाट अर्थात् भनौँ टाढाबाट माइती आइपुग्दासम्म त लास कुहिने भयो नि त होइन त्यो हुनाले माइती एउटा चाहिँ समात्नुपर्छ भनेर माइती समात्ने चलन त्यहाँबाट भएको हो कि जस्तो लाग्छ है मलाई अनि अर्को कुरा चाहिँ अनि हाम्रो माइतीकै हक लाग्छ श्रीमान पक्षको हक लाग्दैन हाम्रो होइन मरिसकेपछि पनि चारधाम भन्ने हुन्छ होइन त्यो मोहर पैसा जुन चारधाम हुन्छ त्यो चाहिँ फिर्ता दिइराखेको हुन्छ भन्नुको मतलब चाहिँ यो तपाईँलाई नै मैले छोडेर राखेको छु माइतीलाई नै मैले दिइराखेको छु आजको दिनसम्म पनि मेरो हक तपाईँलाई नै छ भोलिको दिनसम्म पनि मेरो हक चाहिँ तपाईँलाई नै रहने छ भनेर दिन्छ हाम्रोमा चाहिँ त्यस्तो खालको चलनहरू पो छ त अनि पहिला चाहिँ मरेको कुखुराहरू हुँदो रहेछ त्यो चाहिँ चराको सट्टा तर अहिले कति राम्रो चेन्जहरू भएको छ क्या हाम्रोमा चेन्ज भन्ने कुरालाई पनि छिटो एक्सेप्ट गरेको तामाङ जातिले जस्तो लाग्छ मलाई चाहिँ हाम्रोतिर चाहिँ अहिले परेवा उडाउने चलन छ पहिला चाहिँ त्यो भनेको चाहिँ आकाशमा भएको सबैलाई
तैँले गएर खबर सुना आजबाट फलनालाई बिहे गर्यो भनेर के। अनि त्यसपछि पहिला पहिला मरेको माछा पेरुङ्गोमा हालेर ल्याउँथ्यो अरे, अहिले चाहिँ जीवित माछा ल्याएर खोलामा छोड्ने चलन छ। त्यो भने चाहिँ जो पानीमा रहने प्राणीहरू छ समुद्रमा गएर तैँले यो खबर सुना सबै जीवलाई कि आजबाट फलना चाहिँ बिहे भयो भनेर त्यो खालको चलन छ है। हामी तामाङहरूको अलिकति फरक छ, बिहेमा सिन्दुर नलगाउने प्रचलन, सिन्दुर नलाउने चलन कुन जातिमा छ भन्दाखेरि तामाङ जातिमा भनेर अहिले पनि कतिपय कुराहरू प्रश्नोत्तरमा सोधेको पनि पाउँछु कि म। त्यो हुनाले सिन्दुर लगाउने चलन चाहिँ मैले सम्झेदेखि छैन होइन। अब कतिपय ठाउँहरूमा अझै पनि रहेछ। अनि हाम्रोमा चाहिँ प्रत्येक कुराहरू अहिले जसको लागि जुन समुदायहरू जुन हक अधिकारको लागि लडिरहेको छ भनेदेखि तामाङहरूको सवालमा केही हदसम्म खुला चाहिँ छ जस्तो मलाई फिल हुन्छ है। अब त्यही भएर अब हुन्छ नि, अब मलाई फलाना मन पर्यो, फलानासँग जाने मन परेन, छुट्यो होइन, त्यो खालको भएको भएर तामाङनीहरू छिटो पट्टिन्छन् भन्ने कुरा हो कि होइन, के भएको त्यो चाहिँ भगवान् जाने। मैले पनि यति नै जाने। मलाई चाहिँ अचम्म लाग्यो क्या आज, त्यही भएर यो भिडियो बनाइदिएँ।